ल यहाँ प्रहरीले इन्ट्री गरेन भने चाहिँ एकछिन रोक्नु पर्यो कि ठ्याक्कै थाहै भएन। विराटनगर आउनु तपाईँ भयो त। एन्ट्री पनि हुँदो रहेछ कि माथि। लगभग अब हामी गेटमा आइपुगेको छौँ। अन्त पारिपट्टि हिमाल सेतो दामी दामी देखिँदो रहेछ। चिसो मौसम, पसिना आएको छैन त्यसरी चढ्दा पनि मौसम चिसो रहेछ यतिखेरको चाहिँ। हिमाल त दामी दामी देखिँदो रहेछ दाजु। खोइ कुन हो त्यो, धौलागिरी हो कि कुन हो? प्युठानको छेउमा कुन पर्छ? लगाइज फाइनल्ली हामी स्वर्गदरीको गेटमा आइपुगेको छौँ। यही हो त दाजु? फर्स्ट टाइम हो है? ल फर्स्ट टाइम त हो त। ल फाइनल्ली गाइस हामी लगभग आइपुग्यौँ जस्तो छ। त्यहाँनिर शिव मन्दिर बन्दै रहेछ। भूकम्पमा भत्केको रहेछ क्या नि? खासै धेरै मान्छेहरू चाहिँ छैन रहेछ आज। छोरी हामी 44 जना आएको छौँ विराटनगरबाट। धार्मिक आस्तिक ओम श्री स्वर्गदरी आश्रम महाप्रभुले नेपाल सरकारले बक्सेको अन्तिम बाँडी। धार्मिक आस्तिक नेपाल सरकार चक्रवर्तीमा आशीर्वाद चढाउँछु। चतुर्वेदोक्ति भूमिमा गरेको स्वर्गदरी वैदिक यज्ञ योगीले जाहेर भूपमा होला। विश्व कल्याण हेतुले कृपाले सरकारकै चल्दो छ कार्य जिन्तिन। छाड्नेछु मार्गमा चोला अवश्य चौथीको दिन। सरकारको देवराज्य यज्ञ रक्षा अवश्य नै हुनेछ भन्ने हेतुले गरेको नयाँ पालमै। विश्व कल्याणकारी यो यज्ञ धर्म नरेशमा कुनै विघ्न परि आए रहला दृष्टि यसमा। उतारे कार्य भूमिको यज्ञलाई जिमिन्छ। मैले छोडेपछि राजन रक्षाको छ जरुरत। ओम श्री स्वर्गदरी आश्रम महाप्रभुबाट भक्तहरूले पक्षको मार्गदर्शनमा तपाईँ भक्तको निमित्त अखण्ड यज्ञ छोड्दछु। मेरै हो अङ्ग यो यज्ञ, यही सम्बन्ध जोड्दछु। यो यज्ञमा गरी श्रद्धा जसले सेवा अलिकति गरे पनि सबै दुःख हटियोला सुखी अति। यो यज्ञको गरी हेला यज्ञको निमित्तको धन उडाउँछ जसले त्यसको हुनेछ दुखी जीवन। मेरा भक्तहरूलाई तिरस्कार गरिकन निन्दा यो धर्मको गर्ला त्यही हो नरकी जन। दुईटा सन्देश रहेछ यहाँ। सिद्धिएको छैन? अब कता जाने हो? अनि अरू कता गयो? यता होइन? एकचोटि घुम्दै गएँ सर, घुम्दै गर्छु ल। यहाँ चाहिँ कुडादान फोहोर रहेछ। यतापट्टि चाहिँ यस्तो के हो। अनि मन्दिर खुल्ने समय चाहिँ बिहान 5 बजेदेखि, मन्दिर बन्द हुने समय चाहिँ बेलुका 9-5 बजे रहेछ। अनि यहाँ चाहिँ हाम्रो शिवशङ्कर भोलेनाथ। जुत्ता यहीँ राख्ने दाजु? लाएर गएको पनि भित्र लाउनु पाइँदैन। मन्दिरतिर त बाहिर केही फरक पर्दैन हो। मन्दिरभित्र नै चाहिँ जुत्ता लगाउने मनाइरहेछ। यहाँ टक्कसँग यहाँ चाहिँ हाम्रो फुलबारी
त्यसपछि पार्क, त्यसपछि ओम नमः शिवाय भोलेनाथको मूर्ति यसरी पानीको माथि रहेछ। हर हर ओम नमः शिवाय नमः शिवाय नमः शिवाय। त्यसपछि यो चाहिँ मेन मन्दिर रहेछ, मेन मन्दिर स्वर्गद्वारीको। अनि यतापट्टिपट्टि गएर परिक्रमा गर्ने होला सायद। भाइ फोटो खिचिदिने हो? ए खिच्न मिल्दैन। भिज्नु भयो? हेलो, त्यो परको चाहिँ के रहेछ? ऊ त्यो परको चाहिँ गौशाला। त्यो चाहिँ गौशाला हो? यहाँ चाहिँ गौशाला रहेछ। यो चाहिँ भिडियो नकाट्नु ल, नकटाउनु न। यो जुत्ता चप्पल लाएर चाहिँ भित्र छिर्नु मन आइरहेछ कि। अब यहाँदेखिको हेर्नु न झन् सिन, वा स्वर्गद्वारीको सिन धेरै नै राम्रो देखिन्छ जस्तो लाग्दैछ मलाई। यतापट्टि चाहिँ हाम्रो यस्तो ध्वजाहरू लगाएको रहेछ। यो पावन भूमि एकदम साँच्चै यहाँ आएपछि चाहिँ स्वर्गको नै अनुभूति हुने रहेछ। चिसो मौसम, शान्त वातावरण, लगभग जमिनदेखि धेरै नै उचाइमा, लगभग 4000 फिटको उचाइमा छौँ होला हामी अहिले जस्तो लाग्दैछ मलाई। त्यसपछि केही रहेन रहेछ। उतापट्टि देवालयहरू कति राम्रो छ। अब यहाँदेखि चाहिँ यहाँ फेरि ओस परिराखेको छ, घाम नलागेर होला सायद। हो, यहाँ त कति चिसो रहेछ, हिउँ झर्ने रहेछ क्या। यो मुनिको चिसो भागमा कति चिसो छ, घाम नलागेको भाग, उसले छेकेको भागमा चाहिँ पुरै बेलुका चाहिँ हिउँ परेको रहेछ क्या। चिसो छ एकदम, चिसो मौसम, चिसो आवाज हुने। त्यसपछि हाम्रो यहाँको प्राङ्गण चाहिँ यस्तो देखिन्छ रहेछ गाइस। ल देन फाइनली म तपाईँलाई देखाउँछु सरसँग। हेर्नु त बन्दाकोपीहरू कत्रो कत्रो रहेछ यहाँनिर, ठुल्ठुलो खालको। मल खेती पनि गरेर रहेछ। अनि यो चाहिँ हाम्रो टक्कसँग भ्युज, स्वर्गद्वारीको भ्युज। नेपालको स्वर्गद्वारी प्युठान जिल्लामा रहेको है। यो चाहिँ यस्तो दामी सिन देखिँदो रहेछ यहाँबाट चाहिँ। ल हेर्नु त गाइस, यस्तो दामी सिन छ, हिमालहरू टक्क देखेको। ओहो, ऊ परसम्म बादलले ढाकेको हिउँलाई। अनि यता चाहिँ हाम्रो यो मन्दिर, यहाँभित्र चाहिँ क्यामेरा निषेध गरेको रहेछ। म तपाईँहरूलाई पहिला बाहिरको दृश्य देखाउँदैछु ल। अनि अलिकति राम्रो छैन त हाम्रो स्वर्गद्वारी। योस् यहाँसम्म आउनु मलाई पनि लेखेको रहेछ। आउने मौका मिल्यो, जुर्यो, देख्यो। वाउ, इट्स अ भेरी ब्युटिफुल नेचर। बिटाई प्रसादी वितरणभित्र यहाँ चाहिँ प्रसादी दिने रहेछ। यतापट्टि चाहिँ यो आश्रम होला, फुल यो चाहिँ हाम्रो मेन मन्दिर होला, शिव मन्दिर, त्रिशूल। यहाँ के लेखेको छ रहेछ हेरौँ है त। ल यहाँ चाहिँ छ सहभागी भनौँ तपोभूमि श्री स्वर्गद्वारी आश्रम प्युठानमा पुनर्निर्माण गर्न लागि स्वर्गद्वारी महाप्रभुको भव्य मन्दिर
सफलतापूर्वक सम्पन्न गर्न आफ्नो श्रद्धा भक्ति शक्ति अनुसार आर्थिक सहयोग गर्दै महाप्रभुको आराधना कार्यमा सहभागी बनी पुण्यलाभ गराउन श्रद्धालु दानवीर भक्तजनहरूमा हार्दिक अपिल गर्दछौँ। स्वर्गदरी महाप्रभुले जीवन पर्यन्त कठोर तपस्या गरी समाधि लिनुभएको स्थान गुफा मन्दिर स्वर्गदरी दर्शनार्थ आउने भक्तजनहरूको श्रद्धा र समर्पणको केन्द्र हो र सबैमा अभिलाषा पूर्ण हुने यस मन्दिरमा शिव स्वरूपा महाप्रभुको नामबाट शिवलिङ्गमा नित्य पूजा हुन्छ। समयक्रमले जीर्ण बनेको र दैनिक पूजामा कठिनाई बन्दै गएको दर्शनार्थीहरूको भिड बढ्दै जाँदा दर्शन गर्न गराउन समेत कठिनाई भएकाले पुनर्निर्माण गर्नुपर्ने आवश्यकता भएको हो। मन्दिरमा नेपाली कला शैली र प्रविधिको संयोजन गरी कलात्मक आकर्षक र उदाहरणीय बनाउने लक्ष्य रहेको छ। यो मन्दिर नेपालको नमुना मन्दिर मध्येको एक उदाहरणीय हुनेछ। श्री स्वर्गदरी महाप्रभुप्रति श्रद्धा आस्था र विश्वास राख्ने दानवीर भक्तजनहरूको आर्थिक सहयोगमा भव्य मन्दिरको निर्माण गरिनेछ। यो पुण्य कार्यमा सबैको सहयोगको अपेक्षा गर्दछौँ भनेर लेखेको रहेछ। कृषि विकास ब्याङ्क घोराई शाखा खाता नम्बर यति। खाताको नाम श्री स्वर्गदरी आश्रम, स्वर्गदरी आश्रम प्युठान अनि भागवत सन्यास आश्रम एवं गुरुकुल पशु क्षेत्र राम मन्दिरमा पनि रहेछ। यसको क्युआर चाहिँ यहाँ मैले राखेको छु। म पनि सायद अलिकति सहयोग गर्छु होला। त्यसपछि अगरबत्ती खस्ता प्लास्टिकका थैला फुलका बोक्रा दुना टप्रे लगायत पर्जन्य पदार्थहरू फोरमलाइमा राखौँ रहेछ। अनि यो चाहिँ हाम्रो जुत्ता चप्पल बाहिर मन्दिर रहेछ। यो चाहिँ शिवलिङ्ग, शिवलिङ्ग शिवजी पनि नित्येश्वर महादेव ओम नमः शिवाय शिवजी हुनुहुँदो रहेछ यहाँ चाहिँ। यसरी शिवजी प्रभु ओम नमः शिवाय ओम नमः शिवाय नमः शिवाय नमः शिवाय नमः शिवाय। यहाँबाट चाहिँ हाम्रो अझ दामी लोकेसन देखिँदो रहेछ। गाईचहरू ल टक्कसँग शिवपुरी गयो के अरे स्वर्गदरी गयो अन्तिम भ्यू चाहिँ गाईच ल हेर्नु त तल तल कति तल छ बस्तीहरू। हामी चाहिँ माथि छौँ। यहाँ चाहिँ एउटा यो सुकेको रुख पनि रहेछ। त्यसले गर्दाखेरि सिनमा अलिकति थोरै तल तल हेर्नु न कस्तो दामी छ। हिमाल पहाड देखिरहेको छ। मेन मन्दिर ल त गाइस।